अब के गर्नुपर्छ भने यो कार्तिक 30 गतेसम्ममा मतदाता नामावली सङ्कलन गराउनै पर्छ देशैभरका निर्वाचन कार्यालयमा त्यो त नगरे हुँदैन त्यो गरौँ। अनि त्यस पछाडि मङ्सिर रह्यो हामीसँग है, पुस रह्यो, माघ रह्यो होइन, यो बिचमा चाहिँ निर्वाचन सम्बन्धी गतिविधिहरू सबै तयारीहरू हामी गरिसक्ने, मतपेटिकाहरू ठाउँ ठाउँमा पुर्याइसक्ने लगायतका कामहरू गर्ने होइन। माघको 20 गतेबाट चाहिँ लगभग प्रचार प्रसारको लागि 15-20बाट चाहिँ हामीले सुरु गर्नुपर्छ व्यापक होइन। किनभने अब फागुन 21 गतेको लागि त राम्रो तयारी गर्नु पर्यो, गरौँ होइन। सरकारहरूको यहाँ के मिटिङ छ हौ आज? अब निर्वाचन आइसक्यो, निर्वाचनको तयारी छ नि। के को निर्वाचन हो भन? हामी अहिलेसम्म जेनजीको माग पुरा भएको छैन। हामी जेनजीको माग पुरा भएन भने हामी सरकार भुटानतिर फ्याँकिदिन्छौँ। हामी यस्तो कुरा गरेर हुन्छ? ए बुढी मात्रै गरेर हुन्छ? फेर्न टुप्पाले संविधानको रक्षा गर्नु पर्दैन? फागुन 21 गते निर्वाचन जसरी पनि हुन्छ। के को संविधानको कुरा गर्नुहुन्छ? तपाईँहरू सरकारमा संविधानको धारा टेकेर आउनुभएको थियो। हिजो 100औं युवाहरूले ज्यान गुमाउनु पर्यो, त्यो तपाईँलाई याद छ? तपाईँ त्यत्तिकै संविधान भनेर हिँड्नुहुन्छ? भाइहरू त्यसै बुढी मात्रै गरेर हुँदैन कि। अब यो चुनाव जसरी पनि हुन्छ, चुनाव रोक्ने प्रयास नगर्नु, संविधानको रक्षा गर्नुपर्छ। जेनजीको माग पुरा नहुन्जेलसम्म चुनाव हेरौँला कसरी रोक्ने।